Hello guys, namaste. Namaste. Hello guys, namaste. Welcome back to my YouTube channel. After long time पछि फेरि पनि म आइसकेको छु हजुरहरुको सामने नयाँ भिडियो एन्ड भ्लग ल्याएर। यो भिडियो चाहिँ एकदम स्पेशल भिडियो हुनेछ। म चाहिँ आफ्नो माइती घरमा छु। यो यहाँ चाहिँ आज नयाँ वर्ष। यो भ्लग चाहिँ ढिला आए तापनि तपाईहरुले हेर्दिनु हुनेछ भन्ने आशाका साथ म भिडियो स्टार्ट गरिरहेको छु। यहाँ चाहिँ नयाँ वर्ष आज चाहिँ यहाँ सबै अस्ति आज नै 30 गते यहाँबाट सबै तीर्थ यात्रामा गएका थिए। अनि तिनीहरु आउँदै छन् अनि तिनीहरु पछि आउनेवाला छन्। अनि यहाँ चाहिँ एकदम रमाइलो भोज खुवाउने देखि लगेर सबै कुराहरु गर्ने छन्। अनि हामी चाहिँ म चाहिँ यो भिडियो पछि मेमोरी हुन्छ भनेर बनाउन लागेको छु। सबैले हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला भन्ने आशाले गराउँदै छु। अब म हेर्दै गर्नु होला गाइस, के गर्ने छु सबै कुरा देखाउने छु। अहिले चाहिँ यहाँ कलश धोएर सुकाइसकेको छु। कलशहरु सुकाइसकेको छु। अब यसलाई चाहिँ म एकछिनमा सिंगारेर राख्ने छु। यहाँ चाहिँ मेरो मम्मी गाइस, अब चाहिँ म यहाँ कलश सिंगार्न गइरहेको छु। कलश सुकिसकेको छ। कलशलाई सिंगार्न गइरहेको छु। पानी धेरै हुन्छ जस्तो छ। ल अब चाहिँ म कलर हालेर सिंगार्न गइरहेको छु। यो हाल्ने, यो कलर र यो तलको कलर बाजुरा दिएर हाल्छ है। मैले कलश सिंगारिसकेको छु। Oh my god! Wow! टान यो चाहिँ मैले यस्तो बनाए हेर्नुस् है यता। अब चाहिँ यहाँ रोटी पकाउनेले रोटी पकाइसकेका छन्। माथि यता बसेछन्। यहाँ चाहिँ रोटी पकाइसक्यो। ढुकाल छैन भन्ने आशाले म भित्र आउँदैछु। यस हजुर त कचुर देखिने यहाँ सेलरोटी यत्रो ढोकाका ढोका खाने खाना मन भयो होला गाइस। नमस्ते ढोक्दिया हुन न। वीडियो कौन है ये? ओ त भन जसले यता भाउजू पनि नमस्ते म पिठो आली भन न। नमस्ते पिठो आली। तँ पनि भयो म छिटो नमस्ते। सेलरोटी 3 तल पनि छ न। यति सेलरोटी अब सकिन लागिसक्यो। चाहिँ माला बुन्नेवाला यिनीहरूको चाहिँ भाग माला बुन्ने हो। माला देखाइदेऊ त एकचोटि। उठेर देखाउ न, त्यो फुल नदेखाउ न, उठेर माला देखाइदेऊ न। भावना माला देखाउ त। निकाल यति टन्नै माला बुनेर राखेछन्। ओ लाज लाग्यो। यो चाहिँ माला यिनीहरूले बुनेको। अब चाहिँ म उता जान्छु सर। हेलो ब्युटिफुल। यहाँ चाहिँ आमा, माइली आमा, जेठी आमा, यो मेरी बहिनी। भनिसके देखिसक्यो चाहिँ हाम्रो घर सर यस्तो छ। चाहिँ हाम्रो बारी भयो। एकचोटि बाजा बजाउँदै बारी डाँडा भयो। तैँले म तिमी कोही जा है ल।
अन्त मोबाइल कहाँ हाल्यो मेरो कुठे छ ए यसो जा निरज
गाइज यहाँनिर चाहिँ मम्मी र ठुली आमा लागबत्तीलाई तेलमा भिजाउँदै मैले एकचोटि आफ्नो गाउँको मान्छेहरू सर यसरी देखाउन गइरहेको छु। हाम्रो घरमा यति मान्छे आउनुभएको थियो कि। अनि यता चाहिँ बाहुन बाजेले आफ्नो के भन्छ जग्गेमा यहाँ चाहिँ सामानहरू राखिसक्नु भएको छ। अनि यहाँ चाहिँ म अब एकचोटि हाम्रो घर सर देखाउँछु हजुरहरूलाई। यसरी यो जग्गे भयो, यता चाहिँ जग्गे छ, अनि यता चाहिँ हाम्रो घर सर यसरी डेकोरेसन गरेका थियौँ। हामी चाहिँ लागबत्तीको अब तयारीमा छ। तपाईँलाई कस्तो फिल भइरहेछ दाइ पनि भन्दै आफ्नो कस्तो भइरहेछ ल? रमाइलो भइरहेछ। यो के को लागि यतिको यस्तो के को लागि गरिरहेछौँ हामी? यात्राको लागि, अरू घर शान्तिको लागि। यता चाहिँ हाम्रो बाहुन बाजेहरू आफ्नो कर्म गरिरहेका छन्। यही हो। दाइ आउनु भएको छ। यिनी चाहिँ हाम्रो गुरुहरू, 4 जना गुरु हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो मम्मी भाउजूको टिम यता।
जान्छ ओम नमः शिवाय नमः ओम नमः शिवाय नमः ओम नमः शिवाय नमः ओम नमः शिवाय नमः पार्टी तो आधी देवर परिकर मगर जानम जब परिकर बटालाई उठाउन मिल्दैन बटालाई उठाउन मिल्दैन लौ बटा ल हरसाको जस्तो अगाडि जान्छन् यसरी लैरिसक्नु उठेर कुरा सुन हामी हुन्छ पछाडि छिल्लर पार्टी यता
यो डब्बा पोल्ने यहाँ त्यो खुल्लो ठहरायो यो डब्बा पोल्यो यो डब्बा यहाँ यो डब्बा देवता की माला मोहनयाल की पर्वता केदार की जुमला जगन्नाथ की वैद्यनाथ क्षेत्र की छोटी शैलेश्वरी की कलिका कोशी की काशी विश्वनाथ की हरिद्वार जी की कैलाश पर्वत की मानसा पर्वत की हिमालय पर्वत की नवग्रह देवता की चार धाम की हरता करता की पंचब्राह्मण की आउने जातरुवाला की पूजा लगाउने दिल्ली खंडेरा घर परिवार की जय जय बोलो श्री शंकर पार्वती की जय 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 बोलो श्री शंकर पार्वती की अब भोज पकाउँदैछन् गाउँलेहरू सबै मिलेर भोज पकाउँदै भोज पाक्दैछ यहाँ म एकछिन सर देखाउँछु तरकारी मासुको लागि ग्रेभी हुँदैछ उता चाहिँ दाल यता पकाउने मान्छे फिर्तीलाई धरामा ध्याउने फिर्तीलाई धरामा ध्याउने फिर्तीलाई धरामा ध्याउने फिर्तीलाई धरामा ध्याउने त्यसै कलिको
फुलेको छैके त्यसै कलीको त हैके हैजिरा फुलेको छैके त्यसै कलीको त हैके हैजिरा फुलेको छैके बसे जाडिल मर्यो 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 पगारको गोडी हैके हैजिरा फुलेको छैके 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 भेटा मौसरका गौडा भेटा मौसरका गौडा भेटा मौसरका गौडा भेटा मौसरका गौडा भेटा आजै पाया जोडी हैके हैजिरा फुलेको छैके 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 चिठी पत्र मेरै दिए 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 नेपाल गइहन हैके हैजिरा फुलेको छैके 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 मनका जना हुन सके 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 जोडी नपाइकन हैके हैजिरा फुलेको छैके जोडी नपाइकन हैके हैजिरा फुलेको छैके जोडी नपाइकन हैके हैजिरा फुलेको छैके पानी पालो तेरै पढ्यो 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 तै जाँदने मने हैके हैजिरा फुलेको छैके 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 मनका जना गाई हुँदैन मनका जना गाई हुँदैन मनका जना
गाइज मैले यहाँ पूजामा खिचेका केही फोटोहरू राखिदिएको छु, हजुरहरूले पनि हेर्न सक्नुहुनेछ। यो चाहिँ मैले पछि मेमोरी हुन्छ भनेर खिचेको हो, राखेको हो। यसमा चाहिँ हजुरहरूले 3 हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ गाइज, लभ यु अल।